पोखरा महानगरपालिका वडा नम्बर 16 जैमुरे स्थित नमुना क्लबका पुरुष सदस्यहरू अचेल निकै व्यस्त बनेका छन्। महानगरपालिकाको व्यवसाय प्रवर्धन केन्द्रले नौमती बाजा बजाउने तालिम मात्र होइन, एक सेट नौमती बाजा नै उपलब्ध गराएपछि अहिले क्लबको पहिचान मात्र होइन, आय स्रोतको दायरा नै फराकिलो बन्दै गइरहेको छ। बाजा प्राप्त गरेपछि सदस्यहरूमा रोजगारीको सृजना हुनुका साथै बाजा बजाएर भएको आम्दानीबाट ब्याङ्कमा हितकोष खडा गरिएको नमुना क्लबका अध्यक्ष मिन बहादुर गुरुङले बताउनुभयो। मेरो नाम मिन बहादुर गुरुङ, नमुना क्लबको अध्यक्ष र आज हामी खासै भन्नुपर्दाखेरि यो नौमादी बाजाको बारेमा के कसरी चाहिँ यो बाजा चाहिँ उपलब्ध भयो भन्ने कुराको जानकारी गराउन गइरहेको छु। यो पोखरा महानगरपालिका वार्ड नम्बर 16 को संयोजकतामा तपाईको यो पोखरा महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्रको तर्फबाट हामीलाई यो नौमती बाजा चाहिँ हामीलाई उपलब्ध गराइएको हो। यो उपलब्ध गराउने क्रममा यहाँ धेरै बेरोजगारीहरू जस्तो बाजाको चाहिँ एकदम अभाव थियो। त्यो अभावलाई चाहिँ व्यवसाय प्रवर्धन केन्द्र र वार्ड नम्बर 16 को संयोजकतामा यो चाहिँ पुरा भएको छ। यसले गर्दाखेरि यहाँका मान्छेहरू बढी से बढी चाहिँ तपाईको चाहिँ रोजगारीमूलकमा चाहिँ लाग्ने चाहिँ एउटा चाहिँ प्रत्यक्ष रूपमा चाहिँ लाभ लिएर बसेको छ। उहाँहरू हिजोसम्म चाहिँ एकदमै यो बाजाको अभावले गर्दाखेरि जति माग भए तापनि उहाँहरू चाहिँ त्यो बाजामा चाहिँ आउन जान सक्नु भएको थिएन बाजा बजाउनको लागि। आज चाहिँ व्यवसाय प्रवर्धन केन्द्रले बाजा उपलब्ध गराइदिएपछि उहाँहरू धेरै भन्दा धेरै चाहिँ प्रगतिमूलक उहाँले एउटा चाहिँ हितकोष पनि खडा गरेर बस्नु भएको छ। उहाँहरूले हिजो चाहिँ यो बाजा संरक्षणको निम्ति चाहिँ जो बाजा उपलब्ध गराइदिनु भयो, उहाँले ब्याङ्कमा चाहिँ एकाउन्ट नै खोलेर पनि उहाँले प्रारम्भ श्रमिक मार्फत चाहिँ 100 रुपियाँको दरले 500 रुपियाँको दरले तपाईँले चाहिँ त्यो कोष चाहिँ ब्याङ्कमा खोलेर उहाँले एउटा हितकोष नै स्थापना गर्नुभएको छ। यो एकदमै राम्रो लोकप्रिय कुरा हो। यस्तै क्लबका उपाध्यक्ष बेगबहादुर थापाले व्यवसाय केन्द्रबाट सिपसँगै नौमती बाजाको सेट पाएपछि अहिले युवा पिँढीले पनि सिक्दै गरेको भन्दै यसले क्लब मात्र नभई समाजमा निकै नै सकारात्मक प्रभाव पारेकोमा खुसी प्रकट गर्नुभयो। नमस्कार, म नमुना क्लबको उपाध्यक्ष बेगबहादुर थापा र यो नौमती बाजा वार्ड नम्बर 16 मा यो दिँदाखेरि यति राम्रो भएको छ कि अहिले यहाँ कतिपय अहिले त यो बुढाहरू भयो, उहाँहरूले चाहिँ सिकाउँदै हुनुहुन्छ। अरू सेकेन्ड पिँढीलाई पनि एकदम राम्रो भइरहेछ र उहाँहरूले चाहिँ कोर्सहरू पनि जम्मा गर्नुभएको छ र बेलुका चाहिँ प्रायः हप्तामा एकचोटि यही प्राङ्गणमा यो क्लबको यो प्राङ्गणमा चाहिँ बेलुका चाहिँ सधैँ युवाहरूलाई चाहिँ सिकाउँदै हुनुहुन्छ र यसले चाहिँ धेरै राम्रो चाहिँ भइराखेको छ। नमुना क्लबका सचिव मनबहादुर गुरुङले पुरुषहरूले बाजा बजाएको र त्यसबाट आम्दानी समेत गरेको देखेपछि बुहारी टोली पनि इच्छुक र खेर गइरहेको समय सदुपयोग गर्न चाहिरहेको भन्दै बुहारी टोलीलाई पनि एक सेट बाजा उपलब्ध गराउन व्यवसाय प्रवर्धन केन्द्रलाई आग्रह गर्नुभयो। नमस्ते, म पोखरा 16 तुम्के अवस्थित यो नमुना क्लबको सचिव मनबहादुर गुरुङ उदिम र गत वर्षमा हाम्रै नमुना क्लबको संयोजकतामा उहाँहरूलाई बाजा सिकायो। तर यसमा चाहिँ व्यवसाय प्रवर्धन केन्द्र पोखरा महानगरपालिकाको तर्फबाट साथै हाम्रो वडाको जनप्रतिनिधिहरूको यो संयोजकतामा हामीले चाहिँ यो गत वर्ष हामीले बाजा ल्याउने सफल भएको थियौँ। यहाँ तपाईँहरूले बाजा दिनुभएको थियो, हामी एकदम खुसी छौँ। र अझै पनि हामीले एउटा अपेक्षा के गरिरहेको छौँ भने यो नमुना क्लबको लागि एउटा यहाँ सिर्फ यो बुहारीहरूको लागि मात्रै एउटा बाजा पनि अझै प्रोभाइड गरिदिनु भयो। हाम्रो प्रवर्धन केन्द्रलाई एकदम धेरै मुरी अझै थ्याङ्कफुल अझै पनि हामीले दिन चाहन्छौँ। हामी चाहिँ तपाईँहरूसँग रिक्वेस्ट गर्न चाहन्छु र त्यसमा हाम्रो कवीर भाइले नै हामीलाई धेरै सहयोग गर्नुभएको थियो। क्लबका कोषाध्यक्ष मनहरी आचार्यले व्यवसाय प्रवर्धन केन्द्रले आफ्नो क्लबलाई सांस्कृतिक कार्यक्रम प्रवर्धनका लागि बाजा उपलब्ध गराएकोमा धन्यवाद दिँदै क्लबले स्थानीय स्तरमा सांस्कृतिक कार्यक्रम तथा खेलकुद मार्फत समाजमा मार्गदर्शकको भूमिका निभाएको बताउनुभयो। नमस्कार, मेरो नाम मनहरी आचार्य, म यसै नमुना क्लबको कोषाध्यक्ष मनहरी आचार्यको तर्फबाट यस व्यवसाय प्रवर्धन केन्द्रका सिओ हाम्रो नवराज सर लगायतका उहाँको चाहिँ टिमलाई हाम्रो क्लबलाई
एउटा सांस्कृतिक कार्यक्रम प्रवर्धनको लागि चाहिँ जुन किसिमले बाजा उपलब्ध गराउनु भयो त्यसको लागि म मुरी धन्यवाद मेरो व्यक्तिगत तर्फबाट र क्लबको तर्फबाट। आगामी दिनमा उहाँले यस्ता खालका सांस्कृतिक कार्यक्रम झल्काउने कुराहरू चाहिँ अझै चाहिँ प्रमोट हुने तरिकाले समाजलाई चाहिँ एउटा उत्तरदायी झल्किने तरिकाको चाहिँ कार्यक्रमहरू उहाँहरूले चाहिँ हामीलाई प्रदान गरेर हाम्रो क्लबलाई आर्थिक उन्नतिको हिसाबमा चाहिँ अगाडि बढाउनु हुनेछ भन्ने कामना पनि गर्न चाहन्छु। र विशेष गरी हामीले यस नमुना क्लबले हाम्रो वार्षिक रूपमा चाहिँ विभिन्न कार्यक्रम सांस्कृतिक कार्यक्रमहरू नाचगानदेखि लिएर भलिबलदेखि लिएर दौड प्रतियोगितादेखि लिएर हामीले विभिन्न कार्यक्रमहरू गरेर हाम्रो क्लबलाई एउटा स्तर उन्नतिको या मार्गदर्शनको रूपमा चाहिँ हामीले चाहिँ परिभाषित गर्न खोजिरहेका छौँ। ठुलो एरियामा चाहिँ हाम्रो चाहिँ खेलहरू चाहिँ गरिरहेका छौँ। अबको दिनमा पनि सहयोगको अपेक्षा गर्दै मेरो भनाइ यहीँ राख्छु। हस्, धन्यवाद।